Ôi, đến sân khổ bơi cái nào ôi. Ôi. Ôi là Jinta là निकालो Jinta là जाओ सेफ्टी सर. माथि 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 माथि. Ôi माथि. Ôi. Ôi रोड में पुगे यार माथि यार. ओए छिटो भाग है. त्यो बाउन्ड नभएछ न बुझी बुझेछ. ओए मिसिने लग्यो यार. ओए पाइप सब भत्क्यो यार. ओए त्यो माथिको बाटोमा पुग्यो. ओए वाह मिसिने नि यार. Ôi, boleh boleh. Wah, wah. Kumla. Ôi. आजसम्मदेखि उठेर हेर्नुहोस् त साथीहरू त्रिशुली खोलाको अवस्था यस्तो छ. धेरै छेदविच्छेद भएको अवस्था छ, अनुमान गर्न सकिन्छ. यो खोलाको भयावह अवस्थाले गर्दाखेरि म यहाँलाई जानकारी गराउन चाहे. यो त एकैचोटि आयो भाग्न पनि पाएन. कोही पनि सायद यहाँबाट इभ्याकुएट हुने अवस्था पाएन कि खुल्लो ठाउँमा सुरक्षित ठाउँमा जाने भन्ने नै एउटा चाहिँ नि त्यो समय अवस्था मिलेको छैन. यो अचानक आएको बाढी हो. यसमा धेरैजना हाम्रो आफन्तहरू पनि परेको भन्ने आशंका हामीले गर्न सकेका छौँ. यो भयावह अवस्थाले गर्दाखेरि इभन यहाँ चाहिँ नि अब यो यहाँनिर मेरो आफ्नै भान्जीको घर पनि थियो होइन. यो अब यो बेत्रावती ठ्याक्कै पालिका खाल्डे खाल्डे सबै यो खाल्डे निरको गाउँपालिका लगतै त्यहाँनिर भएको चाहिँ यो तपाईँको पेट्रोल पम्प र मेरो भान्जीको घर पनि त्यहीँ थियो होइन. त्यहाँनिर के भइरहेछ भन्ने कुरो स्पष्ट देखे अवस्था छैन र चाहिँ नि जहाँसम्म लाग्छ त्यहाँको भयावह अवस्था छ. किनभने त्यहाँ रोड पनि जीर्ण अवस्थामा थियो भनेपछि 99% चाहिँ त्यहाँ ठुलो क्षति भएको अवस्था हामीले बुझ्न सक्छौँ. भगवान् उहाँहरू रक्षा गरिदिनु होला. भौतिक संरचना त बनाउन सकिन्छ तर मानवीय शरीर भनेको चिज चाहिँ हामीले बनाउन सकिने अवस्था हुँदैन. त्यसैले गर्दाखेरि उहाँहरूको सुरक्षाको लागि म मनोकामना प्रार्थना गर्न चाहन्छु. जो पनि हुनुहुन्छ जो यहाँ वरपर र यो बाढीले जसलाई चाहिँ नि अपेक्षित गरेर जसलाई चाहिँ यसले क्षति पुर्याउन सक्ने सम्भावना भएको देखिन्छ उहाँहरूको चाहिँ सकुशल चाहिँ नि होस् भन्ने म मनोकामना मात्र गर्न सक्छु. तर यसले भयावह अवस्थाले आएको अवस्था गर्दाखेरि हाम्रो मनोकामनाले पनि पुग्ने अवस्था छैन. जस हामी थोरै आशा राख्न सक्छौँ. जति पनि चाहिँ नि यो खोलाको आसपास बस्नु भएको छ उहाँहरूको चाहिँ नि सुरक्षाको लागि चाहिँ हामी केही कामना मात्रै गर्न सक्ने अवस्था छ. यो भयावह अवस्थाले गर्दाखेरि साँच्चीकै आज चाहिँ म साह्रै दुःख अवस्थामा छु. आज भगवान्ले हामीलाई पनि जोगाएको अवस्था छ. तर त्यो भन्दै गर्दा धेरैजनालाई ठुलो क्षति पुगेको मैले अनुमान गर्न सक्छु. हामी आफै पनि पालिकामा आज कार्यक्रम थियो. 1 सेकेन्ड पनि नहुने रहेछ हामीसँग आज. 1 सेकेन्ड पनि चान्स नहुने रहेछ आज. हामी पनि यदि पालिकामा कार्यक्रम रहँदै गर्दा त्यो खाल्डेको वरपर त्यो पुरानो हलमा बस्दै गर्दा यदि यो खालको चाहिँ नि बाढी आउने थियो भने हामीसँग बाँच्ने आधार भनेको 0.0 चान्सेस रहेछ. भनेपछि हामीले अनुमान गर्न सकिन्छ कि कस्तो खालको चाहिँ भयावह अवस्था भएको रहेछ भन्ने कुरो. यसले गर्दाखेरि यो खालको चाहिँ हेलचेक्रे लापरवाही कहाँबाट भएको छ कुन निकायबाट भएको छ भन्ने कुरा पनि हामीले गर्न सकिन्छ. यसको लेखाजोखा हुन्छ बिस्तारै. तर आज जे अवस्था भएको छ एकदमै दुःख लाग्दो, एकदमै पीडादायक. रसुवा जिल्ला, नुवाकोट, धादिङ जिल्ला र यस खोलाको आसपास रहने अरू धेरै जिल्लाहरूमा चाहिँ ठुलो क्षति पुग्ने सम्भावना भएको हुँदा यो क्षति नपुगेको र अब पुग्न यो बाटो रहँदै गर्दाखेरिको जुन अवस्थालाई चाहिँ जोगाउनको लागि यो सबैले यो भिडियोलाई सेयर गरिदिनु होला. जति सकिन्छ त्यति सेयर गरेर बचाउनको लागि चाहिँ खाएको चाहिँ प्रयास गरौँ. यो इन्फर्मेसनलाई फ्लो गरौँ र मात्र प्रार्थना भन्दा बाहेक केही पनि छैन मेरो मनमा. र म आज अलिकति आत्तिएको अवस्था पनि देख्न सक्छु. म आत्तिएको पनि छु.
थोरै मैले बरबराएको जस्तो पनि लाग्छ होला साथीहरूलाई, तर यो एकदमै दुःख लाग्दो घटना भएको अवस्था छ। यसले गर्दा पनि म नबरबराई बस्न सकिनँ। हेर्नुहोस् त खोलाको अवस्था अझै पनि खोला तपाईँको खोलाको सीमाभन्दा माथि रहेर जति पनि रहेको हाइवेहरू सबै चाहिँ डुबानमा परेको, सबै चाहिँ छेदविच्छेद भएको अवस्था देखिएको छ। हेर्नुहोस् यो स्टार्टिङ फेज मैले यहाँबाट देखा हो। त्यो हुँदै गर्दाखेरि यो बेत्रावतीको चाहिँ सबै सिमानामा चाहिँ नि डुबान भएको अवस्था देख्न सकिन्छ। यहाँबाट कति रमणीय दृश्य देख्न सकिन्थ्यो हिजो अस्ति भन्ने, आज चाहिँ एकदमै भयावह अवस्था देखे अवस्था छ। यसलाई अब प्रकृतिको दोष भनौँ या कसको दोष भनौँ, यहाँनिर अब त्यसको विषयमा हामीले अब अनुसन्धान र चाहिँ नि विज्ञहरूले गर्ने कुराहरू अलग्गै छ, तर साह्रै पीडादायी अवस्था भएको छ। यो भिडियोलाई सबैले साझा गरिदिनु होला। यो आज दुःख लाग्दो घटना घटेको छ। जो पनि यात्रा गर्दै हुनुहुन्छ बाप रे, खाल्टो त जम्मै बगायो के हो यार। आमा राम राम राम, कति मान्छे लयो हे प्रभु। बाप रे, यो त जम्मै गयो यार। सयौं हजारौं मान्छे मरे आएको छ यहाँ त, हजारौं लाखौं मर्छन् मान्छे त। हजारौं मान्छे मर होला त्यो त सबै लगेर पहिलेपछि जम्मै गयो मान्छेहरू। तलसम्म गयो, चितवनसम्म सबै आएको छ। होइन भ्याएन नि, कहाँ भाग्न पाउँछ यार। कहाँ ताल फुट्यो सिस्टर, के भयो के भयो। के हुँदैछ यता बाढी बसेर, फेरि हामी दुखीकै खायो मुटु कलेजा। हामी